यो चाहिँ मेरो आजको काम है। आज चाहिँ मैले छत सफा गरेको। छत चाहिँ धेरै फोहोर भएको थियो कि धेरै फोहोर, अनि यो जति पनि बर्खा मासमा पानीहरू आएको कारणले गर्दा धेरै फोहोर भएको थियो कि त्यही भएर अनि आज चाहिँ मैले छत सफा गरेको। हेर्नु न कति अब त्यस्तै फोहोर के कति माथि लुगा सुकाउने गर्थ्यो, अनि अहिले चाहिँ अब सक्नुहुन्न नि त कसैले पनि माथि लुगा लिएर जानलाई, अनि तलबाट धोएर म नि सक्दिनँ अनि मम्मीले पनि सक्नुहुन्न, अनि त्यस्तै गरेर अनि यो सबै लथ्राङ लुथ्रुङमा भएको थियो कि सबै फोहोर थियो कि। अनि बिचबिचमा चाहिँ म किन आएको भन्दाखेरि अब त्यो आफैले गर्नु पऱ्यो नि त, भिडियो बनाउनु पऱ्यो, अनि त्यही भएर अनि यो नसके कि अब यस्तो काम चाहिँ मैले कहिले पनि गरेको छैन कि, यस्तो गरौँ चाल्ने कामहरू मैले चाहिँ गरेकै छैन कि। यो चाहिँ मेरो फर्स्ट टाइम हो होइन, किन भन्दा माइत हुँदा त सुती खाएर बसेर आनन्द इन्जोय थियो नि त। अब बिहे गरेपछि त कहाँ हुन्छ त नि त्यस्तो जिन्दगी होइन, सोचेभन्दा धेरै फरक हुन्छ। अनि यतिको काम चाहिँ मैले माइतमा गरेको भइदियो मैले अवार्ड नै पाउँथ्यो होला कि। अब बिहे गरेपछि त बुहारी भइसकेपछि त गर्नु परिहाल्यो होइन। अनि यो दाउराहरू पनि अब बिस्तारै उठाउँदैछु कि सबै काम गर्दैछु है, हेर्दै जानु है तपाईँहरू मैले गरेको। अनि लास्टमा अनि कस्तो देखिन्छ अनि त्यो पनि हेर्नु। यो बिचबिचमा चाहिँ यत्तिकै ग्याप भएको छ है, फर्स्टचोटि बनाएको माइन्ड नगर्नु होला। यो बिचबिचमा चाहिँ आउँदै बनाउँदै अब बढाल्न सुरु गरेँ मैले। यो कति मम्मीले यो काग हाम्रो घरमा फेरि धेरै काग आउँछ कि, अनि कागको आउने भएको भएर यो सेतो धागोहरू बाँधिदिनु भएको रहेछ क्या, सेतो धागोहरू बाँधिदिनु भएको रहेछ। अनि म चाहिँ फोहोर पनि उठाउँदैछु है, यति धेरै माटो के यति धेरै माटो होइन बढालेर नसकिने माटो, यति धेरै बल्ल बल्ल माटो सोर्दै फाल्दै गरिरहेको छु म चाहिँ बिस्तारै। मेरो चाहिँ यो मिनी भ्लग नै हो है आजको मेरो काम है, मिनी भ्लग हेरिदिनु होला है सबैजनाले, चिजो नमानिकन हेरिदिनु होला है। अनि लास्टमा कस्तो देखिन्छ है त्यो पनि कमेन्ट गरिदिनु होला। हेर्नु न अब मलाई चाहिँ बस्न नि गाह्रो हुन्छ है, म अलि मोटी छु नि त, अनि धन्न मैले यतिको त गरेकै हो भन्छु। यो चाहिँ मैले हल्का है, मलाई लास्टै गाह्रो भएर सास बढ्छ कि मलाई फेरि बेला बेलामा होइन, किनभने यस्तो काम गरेको पनि छैन नि त। अब फेरि मैले बढाल्न सुरु गरेँ है, यति धेरै फोहोर के। अब बढाल्न त मैले भएको छैन, हातले बढालेको है, तर भिडियोमा चाहिँ देब्रे हातले जस्तै देखेछ है। तर बढाल्न नसकेको कि यो फोहोर माटो यति धेरै होइन, पुरै त्यो पानीको बर्खाले के त्यो पानीको ल्याउ अनि पुरै त्यो माटो भइसकेको के त्यस्तो के। अब त हिउँदो लाग्यो नि त, अनि त्यही भएर अब त पानी आउँदैन, अनि त्यही भएर पनि सफा गरेको। अनि तिहार पनि आउँदैछ, अब सफा है हेर्दै जानु है। म चाहिँ बढाल्दैछु है, मलाई चाहिँ यति गाह्रो हुन्छ कि बढाल्न पनि। अब यस्तो घोप्टी परेर कामै मैले गरेँ होइन कि, बिचबिचमा बसिरहेको छु है। अब के गर्नु गरेकै छैन कि काम, यस्तो हार्ड हो यो त मेरो लागि धेरै हार्ड हो यो काम त। म त किनभन्दा बिहान बेलुका खाना पकाउनु नै ठुलो कुरा मेरो त होइन। अब यतिको त मैले गरेकै हो भन्छु म त होइन। अब मैले मलाई यस्तो गाह्रो भयो सास फेर्नलाई, अब यता थुपारेको छु है फोहोरहरू चाहिँ यतिको बल्ल सफा भयो। ल यो चाहिँ म लास्टै भएर बढाल्दा नसकेर तपाईँलाई देखाउँदैछु है। यो चाहिँ बसेकै ठाउँबाट खिचेको भिडियो हो। अब फेरि म उता गएर छेउबाट देखाउँछु है तपाईँलाई। लास्टै प्यात्तै भयो कि म त, लास्टै गाह्रो भयो। अब चाहिँ छेउबाट हेर्नु है मैले सफा गरेको है, जति पनि कुना कप्चाहरू सबै आमामा यति दुःख त। ओहो मलाई त यो त धेरै कष्ट जस्तै भएको छ है, बिस्तारै सक्छु होला।